अब चाहिँ साथी हो म चाहिँ चल्देको है राइडमा यस्तै छ जिन्दगानी। हिँड्नुभन्दा है पहिला चाहिँ जहिले लुकिङ ग्लास लगाउँछु। लुकिङ ग्लास हेर्ने बानी भएर चाहिँ है जहिले पनि लुकिङ ग्लासमा हेर्ने बानी छ मलाई। ल साथी हो अब चाहिँ म लाग्दिएको है। ल जाने भए आउनु है साथी, मसँग राइडमा जाने भए आउनु है। यो चाहिँ हाम्रो गाउँको बाटो है साथीहरू। अहिलेसम्म यस्तो छ है हाम्रो गाउँको बाटो चाहिँ एकदम राम्रै छ र जग्गा चाहिँ अलिक भत्किएको छ। यो चाहिँ कहाँनिर हो गाइस, तपाईँहरूले चिन्नुहोस् ल। आउनु भएकोले चिन्नुहुन्छ र जो आउनु भएको छैन है उनीहरूलाई चिन्दैन। कहाँको रोड हो चिन्नुहोस् है गाइस। एकदम राम्रै छ यो गाउँको बाटो, तर माथि जग्गा चाहिँ एकदमै खतमै भएको छ र रिपेयरिङ गर्नेवाला छ। यो बर्खाभित्र गर्ने भन्ने छ है। त्यो गरेपछि झन् स्वालल है राम्रो हुनेछ, राइड गर्नु मजा आउनेछ। यहाँ चाहिँ एकदम बाटो खतमै भएको छ, हेर्नुहोस् ल। बाटो एकदम यो भित्केर यता आइसकेको छ। अब यो यता भित्केपछि त गाडीलाई पनि अलिक गाह्रै छ। अहिले त अलिक गाह्रै भएको छ र यहाँ अगाडि चाहिँ हाम्रो अमित दा है, सबैले टिएम दा भन्छ उसको गाडी। एकदम हेर्नुहोस् त रोड एकदम खतम। यहाँ चाहिँ अलिकति यस्तो छ र यहाँदेखि उता चाहिँ है प्राय राम्रै छ। र यहाँ चाहिँ हाम्रो गाउँ है यहाँबाट देखिन्छ र हेर्नुहोस् ल। यो चाहिँ हाम्रो गाउँ एकदम है। अहिले दिन खराब भएकोले गर्दाखेरि साह्रै राम्रो देख्दैन। यहाँ चाहिँ साह्रै मैला फाक्यो भनेर है यहाँ चाहिँ जमिन जो मालिक हुनुहुन्छ उसले सबै बारिदिएको छ। हुनु सबै है यहाँनिर मैलाहरू लिएर यहीँ फालिदिन्छ सबै जग्गाको मान्छेहरू, कता गयो है त्यो हामीलाई पनि थाहा छैन। हाम्रो यो गाउँको रोडमा आएर चाहिँ मैला कुचेराहरू लिएर है हाम्रो जग्गातिर फालिदिन्छ र बार्यो। ठिकै छ है, राम्रो गऱ्यो जे गऱ्यो। खाने जग्गा पनि त होइन यो होइन साथीहरू। के भन्नुहुन्छ हौ साथीहरू? मेरो अगाडि चाहिँ टिएम दा हुनुहुन्छ है। मैले पनि मेरो अगाडि टिएम दा जाँदैछ र आज एक दिन चाहिँ एकदम राम्रो भएको छ। त्यही कारणले म पनि बजारतिर निस्केको। अहिले त है जग्गा रोड चाहिँ यस्तो भएको छ। रिपेयरिङ आउँछ तर। ल गाइस